नेपाली सेना म त एउटा देशको नागरिक भएकोले म नेपाली सेना प्रोफेसनल होस्, म फेरि रिपिट गर्छु, कम्पिटेन्ट होस्, यसरी हामी क्रिटिकली नभनिकन उनीहरूको चाहिँ कमी कमजोरीलाई हामीले चाहिँ औँला ठडाएनौँ भने त यथास्थितिमा रहिहाल्छ नि। म त एउटा देशको नागरिक भएकोले म नेपाली सेना प्रोफेसनल होस्, म फेरि रिपिट गर्छु, कम्पिटेन्ट होस्, यसरी हामी क्रिटिकली नभनिकन उनीहरूको चाहिँ कमी कमजोरीलाई हामीले चाहिँ औँला ठडाएनौँ भने त यथास्थितिमा रहिहाल्छ नि। म त एउटा देशको नागरिक भएकोले म नेपाली सेना प्रोफेसनल होस्, म फेरि रिपिट गर्छु, कम्पिटेन्ट होस्, यसरी हामी क्रिटिकली नभनिकन उनीहरूको चाहिँ कमी कमजोरीलाई हामीले चाहिँ औँला ठडाएनौँ भने त यथास्थितिमा रहिहाल्छ नि। म त एउटा देशको नागरिक भएकोले म नेपाली सेना प्रोफेसनल होस्, म फेरि रिपिट गर्छु, कम्पिटेन्ट होस्, यसरी हामी क्रिटिकली नभनिकन उनीहरूको चाहिँ कमी कमजोरीलाई हामीले चाहिँ औँला ठडाएनौँ भने त यथास्थितिमा रहिहाल्छ नि। म त एउटा देशको नागरिक भएकोले